हेलो गाइज वेलकम टु माई भिडियो। मेरो चाहिँ आज पेटको समस्या, पेट धेरै लागेको कारणले गर्दाखेरि हस्पिटलतिर जाँदैछु गाइजहरू। उठ्नु बस्नु सुत्नु गाह्रो भएर पेट ठुलो भएर पेट सुनिएर गाह्रो भइरहेछ गाइजहरू। एकदमै खत्रै समस्या देखा परेको छ। त्यही भएर ठिक्क खानुहोस्, पेट नलाउनुहोस्, सचेत रहनु होला गाइजहरू सबैजनाले। है त पेट लाग्यो भने चाहिँ गाइजहरू मेरो जस्तै हुनसक्छ, एकदमै ठुलो समस्या आइपर्न सक्छ। हस्पिटलले धाउनु पर्ने, कुपोषण लागे जस्तो हुनसक्छ गाइजहरू, होइन? कुपोषण लाग्यो भने गाह्रो हुन्छ नि। फेरि पेट लाग्यो भने त खतरा समस्या, खतरा देखा पर्छ गाइज। मेरो जस्तै फेरि हस्पिटल धाउनु पर्ने दिन नआओस् कसैको पनि गाइज। मलाई पनि त्यस्तै भइरहेछ। एकदमै ठुलो पेटमा बोसो पलाएर पेट ठुलो भएर गाह्रो भइरहेको छ गाइजहरू। त्यही भएर आज चाहिँ म पेटको लागि हस्पिटलतिर धाउँदैछु। काम हुँदै रहेछ। एउटा हातले मोबाइल पक्रेर एउटा हातले भिडियो बनाइराखेको चाहिँ यस्तो गाह्रो भइरहेछ। यहाँ एउटा भिडियो बनाउने उयो चाहिँ नल्लै भएको छैन है। यहाँ ब्लग बस्ने एउटा एकदमै जरुरत छ, आवश्यकता भिडियो बनाउनको लागि आवश्यकता छ गाइज मलाई। कत्रो उफ्रेको मलाई कस्तो लाज लागेर आउँछ यार भिडियो बनाउँदै बाटोतिर हिँड्नु मान्छेले हेर्छ कि। तर म लजाउँदिनँ। आजको दिनमा आएर हल्का हल्का लजाए तापनि गाइजहरू, त्यस्तो धेरै लजाए तापनि होइन, लाग्छ लागिहाल्छ नि। लजालु स्वभावको छु नि त म चाहिँ, त्यही भएर पनि होला गाइज। अब धेरै आन्टीहरू देखेर लाज लाग्छ नि। कस्तो राम्रो आन्टी हिँडेर अगाडि स्कुटीमा। आन्टीको गाइजहरू गाह्रो छ, गाह्रो छ। भिडियो बनाउन साह्रै लाज लाग्छ गाइजहरू। के गर्छ भिडियो बनाउनु चाहिँ साह्रै लाज लागेर आउँछ। यहाँ दिपेन ब्रोलाई पुल्ची काट्नु लाएको थियो, आइपुगेकै छैन भन्दैछ। के भयो, आइपुगेको छ कि छैन यो दिपेन ब्रोले? आइपुग्ने भएको छैन अझै? कालो कालो भयो। भिडियो कल गरेको होइन नि माइज, भिडियो चाहिँ बनाउँदैछु यहाँ। टोक्रा त देखिँदा त देखेको छैन नि। यहाँ सोल्टिनीको यहाँ आँखा उपचार गराउनु भएको छ।
खोइ बहिनी आउनु भएको छैन दिपेन ब्रो आउनु भएको छैन माइज आउनै भएको छैन टाइम लाग्ने रहेछ गाइज पुर्जी काटेर अब लगेर जानुपर्ने हो खासमा होइन आउने त भएको रहेछ ढिला भइहाल्यो नि यता टाइम लाग्यो भने त रड्डी हुन्छ यार रड्डी क्याम आएको आज यत्रो टाइम मिलाएर टाइम निकालेर भाइ मलाई मद देऊ त मिठा बस खोल्यो ब्लग बनाउँदैछ हौ भाइ बिचबाट च्यातिरहेको रहेछ मेरो दाइको भ्लगमा चाहिँ सब्सक्राइब गर्नु पर्यो कुराहरूले है मेरो चाहिँ सानो क्याम्पेट पकाएर पठाउँछ मेरो त जहिले याद टुर खान आउनुहुन्छ है टुर खान आउँछ भनेर नभन न मैले त्यस्तो भन्नु आउँदिन गरी आउने हो क्याम्पगेट अगाडि ठ्याक्कै पेटको उयो गर्न आएको कि भाइ पेटको तपाईँको धेरै पेट लाग्यो नि त मलाई एकदम समस्या देखिरहेछ क्या उठ्नु बस्नु गाह्रो भयो मलाई यो पेटले गर्दाखेरि यसो गर्नु दाइ हाइकिङ जानु दाइ हाइकिङ गर्न जानु होइन यसो भ्लग सग पनि बनाउनु हाइकिङ पनि जानु होइन दुई तिनजना कुराहरू मिलेर मजा पनि हुन्छ होइन यसो कन्टेन्टहरू पनि हुन्छ गर्नु चाहिँ पर्ने हो यो पेटमा बोसो जमेको छ कि भन्दैछ डक्टरले कुरा गर्दैछ अब हेरौँ के भने हो होइन हिजो मैले एउटा भिडियो टिभीमा पुरा त्यो गाना साना बजाएर नाचेको भ्लग बनाइरहेको थिएँ कि के भयो भने त्यो कपिराइट पो लाग्दो रहेछ टिभीको त नहुँदो रहेछ हाल्नु नहुँदो रहेछ नि त कपिराइट लाग्दिरहेको नि ल भाइको एकछिन बोल्दै गर यत्तिकै मलाई नदेखाऊ बोल न यताउति बोल न भाइ डटबाट हान न भिडियोमा क्या अब 1300 पार्ने होइन नि 1300 यस्तै हो पसिनै पसिना तर मेरो बोली त सुनिन्छ भयो 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 बाटोतिर भ्लग गऱ्यौँ भने कि बोल्नै लाज लाग्ने क्या अब किन्नुपर्छ बिस्तारै बोल्नै लाज लाग्दो रहेछ क्या यो तपाईँलाई होइन फेरि पानी भयो चाहिँ केही जस्तो पनि लाग्दैन क्या दाइ यसो हाइकिङ गएर चाहिँ बोकेर क्या दाइ ड्रोन त छैन होला ड्रोन त अहिले ड्रोन त जतिको त्यो अस्ति मैले मगाएको त एउटा 6-7 हजार त्यो त काम छैन त भाइ
क्यामेरा अनलाइन हेरेको कि क्यामेरा त बब्बाल देखेर चाहिँ भरे ल्याएर हेरेको जस्तो रहेछ म लिनु नि अनि त्यो एउटा बोल्ने स्पिकरसँगको हुँदैन भन्दै त गाडी भाडा मात्रै दिएर पठाइदिएको भाइ पहिला गर्नेहरू सबैले मोबाइलबाट त गरेको छ कसले गोब्रोबाट गरेको पैसा कमायो भर्खर भर्खर भिडियो चल्नु थाल्यो त्यो एकैचोटि गोब्रो किन भिडियो त्यो खर्च किन गर्नु मोनिटाइज भयो भने त ठिक छ छातीमा लाउने पाउँदो रहेछ कि भ्लग गर्ने त्यो अनलाइनमा देखिरहेको थियो दरजमा मगाउनु पर्ने छ अस्ति गएको 2 दिन बिरामी भयो भाइ म त्यो गोर्खा रहनु भएको थिएन त्यति बेला गएको थियो क्या 2 दिन बिरामी भयो ल गाइजहरु आज चाहिँ होइन यतिकै अब यसो टाइम पास जस्तै पनि भइरहेछ अनि के हो घामले मेरो अनुहारै देखिँदै छैन त यार ल आजलाई चाहिँ यति नै एन्डिङ गर्नु पर्ला जस्तो छ गाइज लाइक एन्ड कमेन्ट एन्ड सब्सक्राइब चाहिँ गर्नु होला